नामको आधारमा ग्रह ठुलोदेखि सानोसम्म। अब यसको लागि सूत्र के हुन्छ? वृष अब पृथ्वीमा सुमंगल बुधबार हुन्छ। के हुन्छ? एकचोटि फेरि सुन्नुस्। वृष अब पृथ्वीमा सुमंगल बुधबार हुन्छ। अब यो वृबाट के हुन्छ? बृहस्पति हुन्छ। अनि सबाट के हुन्छ? शनि हुन्छ। अबाट के हुन्छ? अरुण हुन्छ। बबाट के हुन्छ? वरुण हुन्छ। पृबाट के हुन्छ? पृथ्वी हुन्छ। अनि सुबाट के हुन्छ? शुक्र हुन्छ। अनि मंगलको के हुन्छ? मंगल नै भइहाल्छ। त्यस्तै बुधबार के हुन्छ? बुध हुन्छ। यो फर्मुलाबाट हामी ग्रहको पुरै ग्रहको नामको साथै ठुलोदेखि सानोसम्म हैन, सबभन्दा ठुलो कुन हो, त्यसपछि कुन हो, त्यसपछि कुन हो हैन। तर एक्जाममा पढाएको सबभन्दा ठुलो आउन सक्छ वा सबभन्दा सानो आउन सक्छ। यो फर्मुला तपाईहरु याद गरेर राख्नुहुन्छ भने हामीले ग्रहहरुको बारेमा ग्रहको नाम पनि थाहा हुन्छ, अनि त्यसपछि ठुलो कुन हो, सानो कुन हो त्यो पनि थाहा हुन्छ।